टिङ खेल्दै हो आज मेरो भाइहरु म चाहिँ अलिक खतरा हो क्या त्यसैले मेरो भाइहरु अनि हेर गाइजहरु म चाहिँ त्यो तिमीलाई थाहा छ म त्यो टिङको त टुप्पै छिरिन्छु क्या त्यस्तो त मेरो लागि इल्लिबिल्ली हो क्या गाइजहरु तिमीलाई थाहा छ अनि भाइ त चाहिँ कति छुन्छस् म त टिपीको सम्म छुन्छु नि माथि अनि यो चाहिँ कसले हेर्दैछ केटीले हेर्दैछ क्या म कहाँ केटी हेर्नु नि त्यो बासे कटिदिम कि भनेको नि मैले चाहिँ नि त्यो ए अनि म त हेर्न केटा अहिले बास गर्छु नि तिमीलाई थाहा छैन अब दाइहरुको खेलै जुए केटा अब मेरो खेल हेर न जाऊ न त जाऊ ल कुन तरिकाको माछा हेरेको सो हेलो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग हैन आज चाहिँ म फर्किन्छु पुरानो अन्दाज ओ त्यहाँ हेर्न त्यहाँ 0 सब्स्क्राइबर छ भ्लग गर्दै हिँड्छ माछाले ला भाइ तिमीलाई थाहा छैन तिमीहरू दुईटाको किन्ने औकात छ क्या मसँग तिमीहरूको जति ड्रिम छ नि मैले त्यो पुरा गरिसके हो क्या भाइहरू तिमीलाई के थाहा हो अनि बच्चा बच्चीहरू साले कहिले सिल्भर प्ले बटन देखाएको छौ डायमन्ड प्ले बटन देखाएको छौ गोल्डन प्ले बटन देखाएको छौ त्यति सबै लिएर बसेको मान्छे हो क्या म त्यो त म घरमा थुकाइरहेको छु ब्लगरको त स्पेलिङ ब्लगको त स्पेलिङ आउँदैन होला के बच्चा बच्चीहरू युट्युब बनाउँदै बस्छ यार हेर त गाइज नि यहाँ एउटा फुचेमा यत्रु छ कि छैन यार मैले त्यो त कहाँ गयो यार आएको बसेको आधी घन्टा हुनु लागिसक्यो कहाँ गयो मोरा पिकनिकै लिएर आउन आँटेन त त्यो जाठो दाम त्यसले खाँदै पो आयो होला हो होला ऊ मोरा आउँदैछ मोरा आइपरिसकेछ यार त मोरा कहाँ गइस यत्रो बेला लाग्छ तँलाई आउनु किन ल्याउँदाखेरि गलिँदैन ए ल खैले हाम्रो अब एउटा पिकनिक लाग्छ खोलेको छ साले मोरा आफ्नो चाहिँ खाइस् कि के हो खोलेको छ खाइस होला नि मुला आज चाहिँ पिकनिक पार्टी हान्ने हो अन्य केटा हान्यो फ्यान्टास्टिक जाम्मी हो त के हो पिकनिक सँगै रोक्छ भने खाएर आएछ कि क्या हो त्यो त बेर लाग्दैन रक्सी खाने केटो अलिक जोगिए कहाँ चढेको यहाँ बस चाल मातेर आएको जस्तो छ फेरि त्यहाँ बस्दैछ अहिले पल्टेला खोला मुनि लड्यो भने त यो त गुल्टिन्छ त यार काम छैन तेरो बुझ्छ डोन गाइस लड्छ अनि त कहाँले लडेर हिँड्नु जस्तो बेला यो हात छोडेर हिँड्छ ल गाइजहरु सबैलाई नमस्कार हाम्रो कर्मी इन्टरटेनमेन्ट च्यानललाई लाइक सब्स्क्राइब कमेन्ट सेयर हान्दिनुहोस् होला सबैलाई आजको भिडियोमा यति नै अब नेक्स्ट भिडियोमा मिलौँ बाइ बाइ बाई